नेपाल क्रिकेट टिमले आफ्नो T20 वर्ल्ड कपको लागि जर्सी रिभिल गरेको छ होइन। नयाँ जर्सी चाहिँ पुरानो जर्सी भन्दा के मेजर चेन्जेस भन्ने हो भने चाहिँ यो जर्सीमा चाहिँ होइन त्यो नेपाल जुन लेखेको छ भनौँ होइन, त्यो चाहिँ पहिलाको येल्लो कलरमा थियो भने योपालि चाहिँ व्हाइटमा गरिदिएको छ होइन। अर्को मेजर चेन्जेस भनेको चाहिँ अगाडि सगरमाथाको चाहिँ के भन्छ अरे शिखर राखिएको छ है। र एज सच अरू त्यस्तो धेरै चेन्जेस छैन। अलिकति रेड स्ट्रिप चाहिँ आएको छ होइन। र चन्द्र सूर्य चाहिँ अलरेडी पहिला पनि थियो र जुन चाहिँ एकदम राम्रो पनि देखिरहेको छ। र यहाँनिर हाम्रो क्याप्टेन, हाम्रो भाइस क्याप्टेन र त्यसपछि हाम्रो वान अफ द पेसर होइन, सिनियर प्रो रहेका छन् होइन। सोमपाल कामी चाहिँ पहिलो नेपाली प्लेयर बन्छन् होइन जसले चाहिँ ब्याक टु ब्याक फर्स्ट नेपाली प्लेयर जसले चाहिँ 3टा वर्ल्ड कप खेल्दैछन् होइन। ब्याक टु ब्याक नभनौँ तर 2014, 2024 र 2026 होइन। सो 3टा वर्ल्ड कप खेल्ने अहिलेसम्म T20 वर्ल्ड कप खेल्ने चाहिँ सोमपाल पहिलो प्लेयर बन्छन् है नेपालको लागि। त्यो जर्सी चाहिँ एकदम दामी देखेको छ होइन। हल्का नेपालले चाहिँ ब्लू भन्दा पनि अलिकति डार्क ब्लू, अलिकति त्यो ब्ल्याकतिरको टोन लग्न खोजेको छ, जुन चाहिँ राम्रो देखिरहेको छ होइन। अब प्रोपर जर्सीमा भिडियो आएपछि झन् हामीले देख्न सक्छौँ कि अझ कतिको दामी रहेको छ है। सो यस, एन्ड थ्याङ्क यू फर वाचिङ र सब्सक्राइब पनि गर्नु। यस, बाई बाई।